खोजिरहेछ। शिक्षाले आज प्रविधि खोजिरहेछ। सामान्य शिक्षा होइन, प्रविधि मैत्री शिक्षा रोजिरहेछ। सामान्य शिक्षा होइन, अब प्रविधि मैत्री शिक्षा रोजिरहेछ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथिगण, जुनको ज्योति घामको किरण छुट्याउन बस्नुभएका निष्पक्ष र निस्वार्थ निर्णायक मण्डल, समयको घडी हेरेर बस्नुभएका समय पालकज्यू, इस्तिमागी खेलको मैदानमा मसँग प्रतिस्पर्धा गर्न आउनुभएका प्रतिस्पर्धी साथी, अप्रतिस्पर्धी साथी तथा सम्पूर्णमा स्वीकार्नुहोस्, म यसै महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थी अन्तिमा खड्काको तर्फबाट यो चिसो मौसममा न्यानो अभिवादन। त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न क्याम्पस ताहाचलद्वारा आयोजित यस वक्तित्व कला प्रतियोगितामा भाग लिन पाउँदा निकै हर्षित भएकी छु। सँगै यो वक्तित्व कला आयोजना गर्नुहुने आयोजक टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सँगै आजको मेरो वक्तित्व कलाको शीर्षक रहेको छ प्रविधि मैत्री शिक्षा आजको आवश्यकता। सभाध्यक्ष महोदय, कुनै पनि हिमाल आरोहण गर्नु पूर्व त्यो हिमालको उचाइ थाहा हुनुपर्छ। त्यस्तै कुनै पनि विषयवस्तुको जानकारी दिनु पूर्व त्यो विषयवस्तुको परिचय दिन म उचित ठान्छु। सभाध्यक्ष महोदय, प्रविधि भनेको विज्ञानको प्रयोगबाट विकसित भएको एउटा ज्ञान हो जसले मानव जीवनलाई सहज र सरल बनाएको छ। त्यस्तै शिक्षा भनेको मानव जीवनको तेस्रो नेत्र हो। यानि शिक्षा भनेको मानव जीवनको तेस्रो नेत्र हो। यानि कुनै पनि कुराको ज्ञान सिप प्रदान गर्ने र विकास गर्ने प्रक्रिया नै शिक्षा हो। त्यसै क्रममा प्राविधिक शिक्षा भनेको प्रविधिका माध्यमबाट दिइने एउटा शिक्षा हो। सभाध्यक्ष महोदय, मानव विकासको चरणले खुट्किला चढेसँगै आजको शिक्षाले प्रविधि खोजिराखेको छ। हिजो आकाशमा उडिरहेको चरा देखेर जहाज बनाउने मानिसले आज कतै शिक्षामा प्रविधिको कमी भएको देखेनन् कि? हुन त हिजो हामी आफ्नो गन्तव्यमा पैदल यात्रा गरेर हिँड्ने मान्छे आज गाडी खोजिराखेका छौँ। त्यस्तै आजको शिक्षाले प्रविधिलाई खोजिराखेको छ। सभाध्यक्ष महोदय, आज यो विश्व प्रविधि मैत्री बन्दैछ। आज विश्व प्रविधि मैत्री बन्दैछ। आजको शिक्षाले प्रविधिलाई खोजिराखेको छ। आजको प्रविधि र शिक्षा बीचको सम्बन्ध निकै घनिष्ठ देख्न सक्छौँ। आज हामी हिजो जङ्गलमा बसोबास गर्ने मानिस आज मङ्गलसम्म पुगेको छ। म बोल्ने माइकदेखि तपाईँ बसेको कुर्सी, पढ्ने किताबदेखि लेख्ने कलमसम्म हरेक कुरा प्रविधिमा निर्भर हुँदै गएको छ। हिजो एउटा सानो प्रश्नको हल गर्नका निमित्त हामीले विद्यालय समय कुर्न पर्थ्यो, यानि कि कुनै टिचरहरूको घरमा धाउन पर्थ्यो। आज गुगल इन्टरनेटमा खोजेर हामीले त्यो प्रश्नको हल 1 मिनेटमै समाधान गर्न सक्छौँ, त्यो पनि केवल प्रविधिकै माध्यमबाट। सभाध्यक्ष महोदय, म आजभन्दा करिब 6 वर्ष अगाडिको घटनालाई स्मरण गराउन चाहन्छु। आजभन्दा करिब 6 वर्ष पहिले विश्वभरि महामारीका रूपमा कोरोना फैलिएको थियो। के त्यति बेला हामीले भौतिक रूपमा विद्यालय उपस्थित भएर शिक्षा आर्जन गरिराखेका थियौँ त? पक्कै पनि थिएनौँ। त्यतिखेर इन्टरनेटका माध्यमबाट अनलाइन कक्षाहरू सञ्चालन भइराखेका थिए, त्यो पनि एउटा प्रविधिकै माध्यमबाट। त्यसैले सभाध्यक्ष महोदय, आजको युगमा प्रविधिको कतिको भूमिका छ, आजको युगमा प्रविधिको कतिको आवश्यकता छ भन्ने कुरा यहाँबाट स्पष्ट हुन्छ। यदि शिक्षामा प्रविधि लागू गर्यौँ भने भोलि सुन्दर देश निर्माण हुनेछ। आज नेपालका प्रत्येक विद्यालयमा अब स्मार्ट बोर्ड, प्रत्येक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान हुनुपर्छ। त्यसै गरी प्रत्येक विद्यालयमा साइन्स ल्याब, कम्प्युटर ल्याब जस्ता प्रविधिका कुराहरू जोडिन आवश्यक छ। सभाध्यक्ष महोदय, त्यसै गरी आज यो विश्व प्रविधि मैत्री बन्दैछ। हामीले प्रविधिसँगै अगाडि बढ्नुपर्छ, शिक्षालाई प्रविधिमा जोड्नुपर्छ। अन्ततः म के भन्न चाहन्छु भने समय बदलिन प्रविधि चाहिन्छ, व्यक्ति बदलिन प्रविधि चाहिन्छ, शिक्षा बदलिन प्रविधि चाहिन्छ। प्रविधि चाहिन्छ, प्रविधि चाहिन्छ। त्यस कारणले हामीले आजको यो युगलाई बदल्नका लागि प्रविधि चाहिन्छ। यो प्रविधि केवल सहरी क्षेत्रमा मात्र नभएर ती नेपालका दुर्गम जिल्लाहरूमा पनि लागू हुनुपर्छ जहाँका विद्यार्थीहरूले अहिलेसम्म पनि सामान्य शिक्षासम्म पाउन सकिरहेका छैनन्। सभाध्यक्ष महोदय, आज हामी हातका मोबाइल, टिकटक, फेसबुकका रिल बनाउन मात्र होइन, केही नयाँ कुराहरू सिक्न परेको हो। आजको आवश्यकतालाई मध्यनजर गर्दै आजको शिक्षामा प्रविधिलाई जोडौँ भन्दै मेरा प्रतिस्पर्धी भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद। जय देश, जय नेपाल।